कसौँ भाइ काका अनि टाढै दसैँ आइसक्यो अनि खसी किन्ने फुर्सदै भएन। आज त जसरी भए पनि खसी किन्नै पर्ने। त्यही भएर म त निक्लेको गाउँतिर। ए काका तपाईँ खसी लिन जानु लाग्नु भएको रहेछ। यसो मिल्यो भने हामीलाई पनि भन्नुहोस् न है, बुझ्नुहोस् न है। हुन्छ नि। ए अनि दाजु हजुर अहिलेको दसैँको टिका कति बजे छ सायद? पात्रो हेर्नुपर्छ। ल हेर्नु पात्रो खै छैन हेर्नु पहिला। ए रहेछ पात्रो पनि। ल पात्रो पनि आइदिएको छ। 11 बजेर 53 मिनेटमा रहेछ टिकाको तारिख। ए ल हुन्छ ल ठिक छ ल गयौँ है त। खसी किन्न हिँडेको बाटोमा यस्तो गजबको खसी भेटिहालियो। अब यही खसी लाने मजाले दसैँ मनाउने। चप्पा भइदिए चप्पा। ओहो बाजेले खसी बेच्न ल्याए जस्तो छ। सोध्नु पर्यो के हो एकपल्ट। ए बाजे खसी बेच्ने हो? यो मान्छेलाई खसी चाहिए जस्तो छ। अब मैले पनि भेटेकै हो। खसी धनी आयो भने मलाई मार्छ पनि। बरु मिलाएर दिनै पर्ला। होइन के सोचिरहनु भयो? यो खसी बेच्ने हो कि के हो? हो बाबु बेच्ने हो। यो खसी लिने हो तपाईँ? मलाई चाहिएछ। त अनि यो खसी कतिमा दिने त? अब खसी नै किन्न हिँड्नु भएको रहेछ। अब मिलाएर लानुहोस् न त 6000मा। 6000 होइन बा 5000 दिन्छु 5000। 5000मा त घाटै लाग्ने हो बाबु। ल लानुहोस् 5000मा दिनु पर्यो। ल ल बाबु ल। केटा हो दसैँ आउनै लागिसक्यो। गोजीमा 5 रुपियाँ दाम छैन। ओइ केटा ऊ हेर त खसी। के अर्को ल्याए खसी के लुट्ने? यहाँ सुन ठिस, लुट्ने होइन। त्यो खसी हाम्रो हातमा पार्ने दाउ लाउने हो। दाउ उठ केटा। पप कुरो बुझ्यौ नि केटा? ल त्यही गर्ने। ल जाउँ है। ल
घर कहाँ हो? होइन यो कुकुर बोकेर कता हो? मान्छेले खसी ल्याइरहेको छ। दिमाग छैन तिम्रो? खै मेरो दिमाग नभएको हो कि बाजेको दिमाग नभएको? खसी ल्याइरहेको छ कुकुर भन्छ। दाइ कता हो घर? ऊ पारी 4 गरे हो। अनि यो कुकुर घर लान लाग्नु भए? होइन झोले नि कुकुरै भन्छ, झोले नि कुकुर भन्छ। आज यो कुकुरै पर्छ कि हो? होइन झोले नि मलाई कुकुरै भन्छ। कुकुर ल्याएछ खसी ल्यायो भने त कति ढको देखाउँछ। कुकुर लिएर हिँड्छ खसी भन्छ। यत्रो चाडबाडमा खसी पो डोडाएर हिँड्नुपर्छ त? कुकुर डोडाएर हिँड्नुहुन्छ? अरूले त दसैँमा खसी लिएर हिँडेको छु, तपाईँले त कुकुर डोड्याउँदै हुनुहुन्छ। कुकुरै हो कि मलाई आज के भाषा यस्तो? ल कुकुर त परेन। हेत्, जा उता। यार ए ल ल ल ढिला गर्छ यसले। खसी पर्स्यो दिपक पर्स्यो ल ओइ ल पर्छ पर्छ। ल राम्रो छ है मनोज आन एकै सर्टमा ढाल है। केटा के गर्न आएको? अर्क खसी मार हान्न लाए देखेनौ बुढा? कि आँखा कमजोर छ? मेरो आँखा कमजोर छैन बाबु। खसी मार हान्न लागेको, तर यो खसी ल्यायो कहाँबाट? कहाँबाट ल्यायो अरे? खनी 20,000 पैसा तिरेर लिएर आएछ, देखेन बुढा? ए 20,000 तिर ल्याएको? कसलाई तिरेको? उहाँलाई कि उहाँलाई? तपाईँहरूलाई अलिकति पनि लाज लागेन है? मेरो खोरमा बाँधेको खसी हराएको थियो, कसरी कसरी दाम्रो चुनालेर जङ्गलतिर निस्किएछ। त्यही मौकामा यहाँ महाशयले भेट्नु भएछ। अर्काको हराएको खसी कसको हो भनेर बुझाउनु पर्ने हो नि। तर उहाँको मनमा लोभ जागेछ। लोभ पनि यति गर्नुभयो कि उहाँले मेरो खसी लिएर गएर उहाँलाई बेचिदिनु भएछ। अनि चोरमाथि चकारी गर्ने तपाईँहरू होइन? यो सोझो मान्छेलाई उल्लु बनाएर, खसीलाई कुकुर हो भनेर पङ्गु बनाएर यो खसी तपाईँले यहाँ ल्याएर काट्नु ल्याउनु भएको होइन? अलिकति लाज लाग्नु पर्ने हो क्या तपाईँहरूलाई? ए किनेर ल्याएको खसी भनेको त यसरी जाल झेल खरेर ल्याएको खसी हो। अहिले देशका जेएनजीहरूले भ्रष्टाचार र कुरीतिको विरुद्धमा यत्रो आन्दोलन गरेर सरकार फेकेको छन्। तपाईँहरू जेएनजीको बुद्धि यही हो? अनि कसरी हाम्रो समाज बस्छ? अनि कसरी हाम्रो समाज बन्छ? समाज परिवर्तन गर्ने जेएनजीहरू अर्काको खसीलाई कुकुर बनाएर आफू दसैँ मानेर रमाउँछौ। दसैँ के हो थाहा छ तपाईँहरूलाई? मुनिले नमुनिलाई दिने, आफ्नो घाँस काटेर भए पनि अर्कोलाई खुसी राख्ने, माता नवदुर्गा भवानीको आराधना गर्ने, प्रसाद लाउने, टीका लाउने, जमरा लाउने,
अर्कालाई ठगेर खाने होइन, अर्काको मन दुखाएर आफू रमाएर दसैँ कहिले पनि मानिँदैन। त्यसैले अहिले नै समय छ, सुध्रिनुहोस्। हाम्रो परम्परा, हाम्रो संस्कृतिलाई विकृति आउन नदिनुहोस्। हाम्रो संस्कृति जगाउने भनेको तपाईँहरूले हो, हामीहरूले हो, हाम्रो समाज मिलेर गर्ने हो। अनि तपाईँहरू नै समाजमा यस्तो किसिमको विकृति फैलाउनुहुन्छ भनेदेखि अनि तपाईँले यो समाजको विरुद्धमा कुनै कुरा काट्ने मौका पाउनुहुन्न। आफ्नो देशको युवा शक्तिको महत्त्व आफै राख्नुहोस्, मेहनत गर्नुहोस्। आफ्ना टोल छिमेकमा भएका हरेक गरिब निमुखाहरूलाई सहयोग गर्नुहोस्, दसैँ मनाउन सहयोग गर्नुहोस्। सुरक्षा निकायमा भएका हाम्रा दाजुभाइहरू दसैँमा घर जान पाएका छैनन्, तर पनि मन बाँधेर तपाईँ हाम्रो सुरक्षाको लागि उनीहरू 24 घण्टा खटिरहेका छन्। अनि तपाईँहरू चाहिँ आफ्नै गाउँठाउँमा यस्तो किसिमको बेइमानी गरेर आफू रमाएर दसैँ मान्नुहुन्छ। यो ठिक होइन, यो देशको लागि ठिक होइन, हाम्रो समुदायको लागि ठिक होइन र तपाईँहरूको लागि पनि ठिक होइन। आजैबाट आफूलाई परिवर्तन गर्नुहोस्। आफ्नो टोल समाज सुधार्ने भनेको तपाईँ हामीले हो। तपाईँहरू यतिको शिक्षित वर्गले त यस्तो गर्नुहुन्छ भनेदेखि शिक्षा नपुगेका व्यक्तिहरूले के गर्ला? अनि यो देश कुन बाटोमा जाला? कहिले सोच्नु भएको छ? तपाईँले गरेको एउटा सानो गल्ती आउने पुस्ताले सिक्छ र एक दिन यो देश भड्खालोमा जान सक्छ। त्यसैले अहिले सचेत हुनुहोस्। चाडपर्व मनाउनुपर्छ, घाँटी हेरेर हाड निल्नुपर्छ। अर्काले घोडा चढ्यो भन्दैमा आफू धुरी चढ्ने प्रयास नगर्नुहोस्। जे छ त्यसैमा रमाउनुहोस्, खुसी साथ दसैँ मनाउनुहोस्, भाइचारा बाँड्नुहोस्, प्रेम बाँड्नुहोस्, सद्भाव बाँड्नुहोस्। दसैँको सन्देश नै सबैलाई माया गर्नुहोस्। यति भन्न चाहिला, बिन्ती छ मेरो कुरा। यसरी मैले दसैँ मान्नु छैन। म गुन्द्रुक ढेँडो खान्छु, सागपात खाएर दसैँ मान्छु, तर अरूसँग जालझेल गरेर ल्याएको खसीको मासु खानु छैन। वाह, क्या महान विचार छ नानी। तिमीलाई म नमन गर्छु। यो हो नि त हाम्रो देशको नारी शक्ति। अहिले हामी कुन चाड मनाउँदैछौँ थाहा छ तपाईँहरूलाई? माता नवदुर्गा भवानीको आराधना गर्दैछौँ। नवदुर्गा भवानी खोज्न अन्त कतै जानु पर्दैन। यी हाम्रै घर समाजमा भएका यी नानीहरू नै हुन् हाम्रा माता दुर्गा भवानी। कति महान विचार राख्नु भएको छ। अरू कसैलाई रुवाएर दसैँ मान्नु राम्रो हुँदैन। आफूसँग जे छ त्यसैले दसैँ मान्नुहोस्। अझ म त भन्छु, सक्नुहुन्छ भने जीव हत्या नगर्नुहोस्, तर मासु नै खानुपर्छ तपाईँको परम्परामा छ भने अरूलाई रुवाएर मासु नखानुहोस्। सबैलाई खुसी साथ राखेर दसैँ मान्नुहोस्। ठिक छ? खसी हराएको भए पनि मैले चिप्साउनु पर्छ। वर्ष दिनको महान चाड छ। तिमीहरूले विभिन्न जुक्ति लगाएर कतिको हात पारे, तर यो गलत हो। यही जुक्ति समाज र देश बनाउन लगाएको भने कति राम्रो। गल्ती गरिहालेछौ, गल्तीबाट सुध्रिनु पर्छ। यो खसी मेरो तर्फबाट तिमीहरूलाई दसैँको उपहार। अबदेखि आइन्दा कसैलाई ठग्ने काम नगर, मिलेर दसैँ मनाऊ। ल, सबैजनालाई दसैँको शुभकामना है। ल हजुर, मबाट ठुलो गल्ती भयो। यो एक्लै रहेछ, आँखालेदेखि बेसी लोभ लाग्यो अनि लिएर आएँ। मबाट ठुलो गल्ती भइन्छ। अबदेखि म कहिले जिन्दगीमा यसो गर्दिनँ हजुर। नमस्कार। जति भन्नुभयो खसी दनीले भनिसक्नुभयो। अब तपाईँहरूले मलाई उल्लु बनाएकै हो। म सोझो मान्छे के गर्ने, अब यस्तै भइहाल्यो। जसरी हुन्छ तपाईँहरूले अब यो दसैँलाई राम्रोसँग मान्नु होला।
अब गल्ती त हामीबाट भएकै हो केटा हो है। अब जे होस् बुढा मनकाएर रहेछन्, खसी छोडेर गए, हाम्रो उद्देश्य नि पुरा भइहाल्यो। ल आशा आगो बाल अब मानु होइन, के होइन छोडेर गइहाले हो। ल